बंद रहो रे थारू बुझ्छौ कि नै थारू बुझ्छौ भने चाहिँ हात उठाऊ अच्छा तो ताली बजाऊ न सँगै छुट्टी मुट्टी खबल्टीमा सबैजना ताली बजाऊ न छुट्टी मुट्टी खबल्टीमा मेघा फुटुका लैजिबो आजीमा चलजिम छुटुका कोही बा उठारे होला बा बौवनिया बजारमा पट्टु पालल बा ऐसिन हेन्सम भाटुके कट्टु फाटल बा ठीक है नोहन मचक चटनी मसाला डारल दाल ऐसिन हेन्सम भाटु खटौरा लागल गा ठीक है यहाँ पहाडी भिनाजुहरू हुनुहुन्छ खै हात उठाउनुस् त हमार पहाडी डोट्याली होला भाट उग्रे आज नाच्नुपर्छ है जसको बडीमा दम छ भने यस्तो नाचेर देखाउने है फुलकुमारी चुम्मा दिन्छ थाहा छ कि छैन चुम्मा लिनुपर्छ आज तेरे बाटो हो बर्को छायाले मेनु लाग्दैन भोक लाग्दैन हजुरको मायाले मलाई त त्यहाँ चस्मा लगाएको भिनाजु बहुतै मन पर्यो त के हो हैन ल सबैजना है नाच्नुपर्छ है मलाई साथ दिन त्यसपछि फेरि टन्टजी हुनु नै हुनुहुन्छ अहिले एकछिन पछि आउनुहुन्छ है सबैजना रमाइलो गर्नुपर्छ सो नेक्स्ट सङ तपाईहरुको लागि फुलकुमारी है त फुलकुमारी सङ सुन्नु भएको थियो ल गाना चला दो हो कि नहीं थोड़ा माइक मिला दो काखरी की नाच टू गाय टू सांस फूलटा हो गया है ना हो कि नहीं हो सबैजना है फेरि पतली कमरिया मोरे तिरछी नजरिया मोरे यही गीत गाउने हो त नाच्ने हो त मिकी सासू आमाहरूको लागि गीत गाउने ओके पछाडि बहिनीहरू आउनुभएको छ एकदमै स्वीटी ब्युटिफुल है भविष्यमा हिरोनी बन्नु है किनकि म अब डेट एक्सपायर भइरहेको छु हो कि हैन फुलकुमारीको ठाउँ लिनु पर्यो कि नै हो कि हैन मैले म बिहा गरेर बच्चा सच्चा पाउला रे अनि हो कि हैन म सिंगल छु है अझ भन्दैछु म यहाँनिर सिंगल छु ओइ भिनाजु भाटो त्यो दाढीवाला के ऊ त्यो दाढीवाला भिनाजु पुरा त्यहाँनिर कसैले पादेछ क्या हो यस्तो गर्दै हुनुहुन्छ गनायो हो ओके हामी ढिला नगरिकन अब अर्को सङमा जानेछौँ जानको झोल चाहियो हो सबैजना नाच्ने चक्रबम भिनाजुसँग मैले पनि त गीत गाएको छु त सुरिक सिकर मुसा चटनी थरोनीको जलसा भला मैले त पहाडी ल सबै मिलेर डान्स गरौँ जाडको झोल है त जाडको झोल ल जाडको झोल थारू गाउँमा गएर कहाँ छ थारू गाउँ छ यहाँ हाम्रो चौधरी गाउँ के जाडको झोल खानु भएको छ कि छैन खै हात उठाउनु त मैले खाएको छु जाडको झोल हो कि हैन ल ओके हामी अर्को गीत गाउनेछौँ निखर जवानी दिल के लगे तिजोरी में ताला बंद बा उसने के दरवाजा तोड़ के लुट लियो हो जकर बॉडी में दम बा हो कि हैन आज बडीमा दम देखाउनु पर्छ है यो गीतमा चाहिँ म अब कसलाई बोलाउँ मलाई पनि त हिरो चाहियो त चाहियो कि नै तपाईहरु त तल हुनुहुन्छ माथि चाहियो नि एउटा हिरो हितेशजी हुनुहुन्छ क्या मैले उहाँसँग एउटा म्युजिक भिडियो गरेको थिएँ है त्यसैले मलाई याद आयो हितेशजी चाहिन्छ हो कि हैन है ताली सबैजना ताली बजाउनु पर्यो ओके हामी 6 मिनेट ट्र्याकमा सबैजना नाचेर साथ दिनु होला है पहाडी एउटै एरियामा बस्छौँ एउटै गाउँठाउँमा बस्छौँ त्यसैले ढिक्री खाऊ कि घोङ्गी खाऊ त्यसैले सेल खाऊ कि पुरी खाऊ हो कि हैन सेल खानु पर्छ कि छैन सेल खाएको छैनौ घोङ्गी खाएको छ कि नै घोङ्गी खाएको छ हो त्यसो भए त पुरा डेन्जरै भइहाल्यो त है घोङ्गी सेल दुइटै खाने हो ओके थ्याङ्क यू सो मच अब म धन्यवाद दिन चाहन्छु हाम्रो आजको आयोजक टिम होल टिम
सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरहरूलाई पनि धन्यवाद दिन चाहन्छु। मजाले हेरिदिनु भयो, सुनिदिनु भयो, झेलिदिनु भयो। अब चाहिँ हाम्रो टङ्करजीको पालो हो कि होइन? ल, थ्याङ्क यू सो मच, लभ यु अल।